आज काम गरेँ आजै पैसा दिन्छ जापानमा होइन। मैले यहाँ काम गर्न थालेको चाहिँ 9 महिना भइसक्यो। अनि पहिला चाहिँ काम गरेर बेलुकै पैसा दिन्थ्यो होइन। आज काम गरेँ आजै पैसा दिन्थ्यो। अनि आजभोलि चाहिँ साउले पहिल्यै पैसा दिन्छ कि। अनि साउलाई मैले यो पैसा लिएर भागौँ भन्यो भने आज के तँलाई यति पैसा पुग्छ भन्छ कि। पहिला चाहिँ मैले हप्तामा 3 दिन काम गर्थेँ। अहिले चाहिँ 1 दिन मात्रै काम गर्छु कि। त्यही पनि बुढाले मलाई मात्रै लिने एउटा स्टेसनमा आउँछ कि। लास्ट माया गर्छ यार भगवान्ले सधैँ यसरी नै मलाई माया गर्नु। अझै एकजना मात्रै हो कि मलाई यो स्टेसनमा मलाई मात्रै लिन आउँछ कि। धेरै टाढा छ कम्तीमा 3 किलोमिटर छ कि डिस्टेन्स। त्यही पनि मलाई मात्रै लिन आउँछ कि बिहानै उठेर मेरो लागि आधा बढी होस्। लास्ट माया गर्छ यस्तै माया गरोस्। अब साउ चाहिँ फेरि फिलिपिन्स हो क्या जापानिज होइन। त्यही भएर सुरुमा मलाई भाषा नै आउँदैन म इङ्ग्लिसमा कुरा गर्थेँ कि। अनि अहिले उसले पनि निहुँको मिसाएर बोल्छ म निहुँको मिलाएर बोल्छु कि ठिक लाग्छ। सुरुमै भाषा त्यस्तो थिएन नि त। सुरुमै आएको बेलामै काम दियो मलाई म इङ्ग्लिस मिसाएर बोल्थेँ। अहिले चाहिँ बुझ्छ सही भन्छ कि ठिक छ। काम गरेपछि यहाँ चाहिँ कामको मेहनत चाहिँ बुझ्दो रहेछ भन्ने कुरा हुन्छ। सबभन्दा प्राउड फिल चाहिँ के हुन्छ भने 4 महिना भइसक्यो मेरो लागि एक्लै भए नि लिन आउँछ कि। यसलाई त लास्ट राम्रो रहेछ भनेर फेरि त्यहाँ जादु मुना टुना सुना गरेर फेरि बिगायो नि होइन। तिमीहरू फेरि खत्तम छ नि।